तपाईले 10,000 को स्यालेरीबाट पनि करोडौँको इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ र 4 वटा अप्सन दिन्छु। पहिलो अप्सन भनेको चाहिँ एकदमै धेरै सेफ अप्सन, तपाईले यसमा हाल्नुभयो भने तपाईको धेरै नै कम पोसिबिलिटी हुन्छ लस हुनलाई। र सेकेन्ड अप्सन भनेको चाहिँ मिडियम रिस्क, तपाईको अलिकति सेफ पनि हुन्छ, अलिकति त्यसको हाई रिस्क पनि हुन्छ। र थर्ड भनेको चाहिँ एकदमै बढी हाई रिस्क अप्सन। र लास्ट भनेको चाहिँ मेरो तर्फबाट सबैभन्दा बेस्ट अप्सन, जसलाई मैले नाम पनि दिएको छु बेस्ट अप्सनै भनेर। र पहिलो अप्सनको बारे कुरा गरौँ, जसलाई मैले नाम दिएको छु सेफ अप्सन। हाम्रो जति पनि प्यारेन्टहरू हुनुहुन्छ उनीहरूको पहिलो चोइस के हुन्छ? फिक्स डिपोजिट हुन्छ। र मेरो विचारमा प्यारेन्ट्सहरूको लागि सबैभन्दा बेस्ट अप्सन फिक्स डिपोजिटै हुन्छ। किन भन्नुहुन्छ भने यो एकदमै स्टेबल पनि हुन्छ र एकदमै बढी सेफ पनि हुन्छ। र अब हामी बुझ्छौँ यसले रिटर्न चाहिँ कसरी दिन्छ भनेर है त। र फिक्स डिपोजिटमा राख्नुभएको रिटर्नको कुरा गर्ने हो भने तपाईँलाई जुनसुकै ब्याङ्कले पनि 5 देखि 6% चाहिँ दिन्छ, जसलाई हामी इन्ट्रेस्ट रेट पनि भन्छौँ। तपाईको स्यालेरी 10,000 छ र तपाईले के डिसाइड गर्नुभयो भन्दाखेरि म यो स्यालेरीको एभ्री मन्थ चाहिँ 30% चाहिँ म इन्भेस्ट गर्छु भनेर डिसाइड गर्नुभयो। व्हिच मिन्स द्याट तपाईको 30% 3000 हुन जान्छ र बाँकी भएको 7,000 रुपैयाँ के डिसाइड गर्नुभयो भन्दाखेरि यो चाहिँ म डेली एक्सपेन्सेसमा खर्च गर्छु। सो रेन्टमा, खानामा, ट्रान्सपोर्टहरूमा चाहिँ म खर्च गर्छु भनेर डिसाइड गर्नुभयो। र तपाईले राख्नुभएको पैसाको इन्ट्रेस्ट रेट मैले अहिलेलाई 5.25% राखेँ। किन भन्नुहुन्छ भने तपाईले लास्ट 10 इयरको डाटा हेर्नुभयो भने नर्मली 5.25% चाहिँ एभरेजमा दिइरहेको छ, त्यही भएर मैले यो अमाउन्ट हालेँ। र अब हामी एउटा कुरा चाहिँ एज्युम गरौँ है त, तपाईको इन्भेस्टमेन्ट अमाउन्ट एभ्री इयर तपाईले 10%ले बढाउनुहुन्छ अरे। सपोज तपाईको अहिले 3000 छ, अर्को वर्ष तपाईले 3300 हाल्नुहुन्छ र अर्को वर्ष तपाईको 3630 हुन्छ अरे। र यसै गरी तपाईले आफ्नो इन्भेस्टमेन्ट अमाउन्ट चाहिँ एभ्री इयर 10%ले बढाउनुहुन्छ अरे। र अब आउने 10 वर्षपछि तपाईको स्यालेरी 20,000 हुन्छ अरे र 20,000 को 30% चाहिँ तपाईँ इन्भेस्ट गर्नुहुन्छ, जुन भनेको 6,000 हुन जान्छ। र तपाईको अमाउन्ट 10 वर्षपछि कति हुन्छ थाहा छ? 6 लाख रुपियाँ हुन जान्छ र त्यसको भ्यालु आजको दिनमा जम्मा 4 लाख रुपियाँ हुन्छ। त्यसै गरी आउने 20 वर्षमा तपाईको स्यालेरी 35,000 हुन्छ अरे र 35,000 बाट फेरि तपाईले 30% इन्भेस्ट गर्नुभयो भने तपाईको पैसा 10,500 हुन जान्छ र त्यसको भ्यालु आउने 20 वर्षमा कति हुन्छ थाहा छ? 19 लाख रुपियाँ हुन जान्छ र त्यसको भ्यालु आजको दिनमा जम्मा 7 लाख रुपियाँ हो। र त्यसै गरी आउने 30 वर्षपछि तपाईको स्यालेरी 1,50,000 हुन्छ अरे र त्यसबाट 30% इन्भेस्ट गर्नुभयो भने 45,000 रुपियाँ हुन जान्छ र आउने 30 वर्षमा तपाईको त्यो पैसा 1 करोड 5 लाखसम्म हुन जान्छ र त्यसको भ्यालु आजको दिनमा जम्मा 25 लाख रुपियाँ हुन्छ। सो अब 40 वर्षमा आउँ है त। सो अबको 40 वर्षपछि तपाईको स्यालेरी फेरि 4 लाख रुपियाँ हुन्छ अरे र 4 लाखबाट फेरि तपाईले 30% इन्भेस्ट गर्नुभयो भने तपाईको पैसा 1,20,000 रुपियाँ हुन जान्छ र आउने 40 वर्षपछि तपाईसँग कति पैसा हुन्छ थाहा छ? जुन तपाईले फिक्स डिपोजिटबाट कमाइरहनु भएको छ, आउने 40 वर्षपछि तपाईको अकाउन्टमा 3 करोड 24 लाख रुपियाँ हुन जान्छ र यो पैसाको भ्यालु आजको दिनमा 26 लाख रुपियाँ हुन्छ। तपाईलाई यो अप्सन खासै एट्र्याक्टिभ लागेन होला राइट? किन भन्नुहुन्छ भने यो अप्सन चाहिँ एकदमै धेरै सेफ छ र स्टेबल भएको कारणले यसले रिटर्न पनि त्यही अनुसारको दिएको छ। तर इफ तपाईँ 20s मा हुनुहुन्छ भने यो फेज भनेको तपाईले रिस्क लिएर सिक्ने टाइम हो। तपाईले 10,000 को स्यालेरीबाट पनि धेरै कुरा गर्न सक्नुहुन्छ, जुन तपाईलाई अप्सन बी ले सिकाउनेछ। अप्सन बी भनेको मिडियम रिस्क। अब हामी फिक्स डिपोजिटबाट चाहिँ सेयर मार्केटमा सिफ्ट हुन्छौँ है त। र सेयर मार्केटमा पनि एज अ ट्रेडर होइन कि एज अ इन्भेस्टरको वेमा, जसले चाहिँ एउटा लङ टर्म सोचेर इन्भेस्ट गर्छ र हरेक महिना चाहिँ एउटा डिसिप्लिन वेमा इन्भेस्ट गर्छ, त्यो वेमा हामी छिर्नेछौँ। र इन्भेस्ट गर्नलाई पनि हामी आफ्नो दिमाग नचलाउने, कुन स्टक राम्रो छ, कुन कम्पनी राम्रो छ, कुन किन्ने, कुन बेच्ने, कति किन्ने, यस्तो त्यस्तो कुनै पनि कुरा चाहिँ हामी आफूले नचलाउने। हामी जस्ट आफ्नो पैसा एउटा यस्तो मान्छेलाई दिने जो मान्छेले चाहिँ हाम्रो सबै कुरा कभर गर्छ, जो चाहिँ यो फिल्डमा एकदमै बढी एक्सपर्ट हुन्छ। र यसको लागि बेस्ट इक्जाम्पल भनेको म्युचुअल फन्ड हुन्छ। र म्युचुअल फन्ड किन हुन्छ भन्दाखेरि म्युचुअल फन्डमा एउटा फन्ड म्यानेजर हुन्छ जसले तपाईको सबै काम गरिदिन्छ। कुन स्टक किन्ने, कति किन्ने, कसरी किन्ने, कहाँ किन्ने, कुन राम्रो छ, कुन नराम्रो छ, इच एन्ड एभ्री कुरा चाहिँ म्युचुअल फन्ड म्यानेजरले गरिदिन्छ तपाईको। जस्ट तपाईले के कुरा याद राख्नु पर्यो भन्दाखेरि तपाईले एभ्री मन्थ कन्सिस्टेन्सीको रूपमा र डिसिप्लिन भएर लङ टर्मको लागि जस्ट पैसा हालिराख्नु चाहिँ पर्यो, इन्भेस्ट गरिराख्नु चाहिँ पर्यो। सो म्युचुअल फन्ड टोटल 3 वटा किसिमको हुन्छ। पहिलो भनेको लार्ज क्याप म्युचुअल फन्ड, जुन नेपालमा नेप्से 30 इन्डेक्स फन्डको नामले छ र यसमा चाहिँ 30 देखि 35 एकदमै टप कम्पनीहरू हुन्छ र यसको रिटर्नको कुरा गर्ने हो भने यसले 5 देखि 6% इन्ट्रेस्ट रेट दिन्छ तपाईको इन्भेस्टमेन्टमा र यसमा रिस्क चाहिँ एकदमै कम हुन्छ। र सेकेन्ड भनेको मिड क्याप इन्डेक्स फन्ड र यसमा चाहिँ टोटल 100 वटा कम्पनी इन्भल्भ हुन्छ र यसको रिटर्नको कुरा गर्ने हो भने यसले 10 देखि 12% तपाईलाई इन्ट्रेस्ट रेट दिन्छ वर्षै पछि
र तेस्रो भनेको स्मल क्याप इन्डेक्स फन्ड, जसमा 250 वटा भन्दा बढी कम्पनी हुन्छ र यसको रिटर्नको कुरा गर्ने हो भने यसले 16 देखि 18% को बीचमा दिन्छ, जुन भनेको एकदमै बढी दिन्छ र जति बढी दिन्छ त्यति नै बढी रिस्क हुन्छ है त यसमा फेरि। र यसमा पनि सेम, तपाईको स्यालेरी 10,000, त्यसको 30% तपाईँ इन्भेस्ट गर्नुहुन्छ, जुन भनेको 3000 हुन्छ। तपाईले यहाँको फिक्स डिपोजिटमा भएको पैसा हटाउनु भयो र त्यो पैसालाई तपाईले स्टक मार्केटमा लगाउनु भयो। तपाईले स्टक मार्केटको म्युचुअल फन्डमा हाल्नुभयो। तपाईले के गरी हाल्नुभयो भन्दाखेरि तपाईले नेप्से इन्डेक्स म्युचुअल फन्ड, जसलाई हामी लार्ज क्याप भन्छौँ, त्यसमा चाहिँ तपाईले 70% हाल्नुभयो र 6% इन्ट्रेस्ट रेटको वेमा, र 6% चाहिँ तपाईले 10 वर्षको डाटा हेर्नुभयो भने 6% चाहिँ एभरेजमा दिइरहेको भएर मैले 6% हालेको, र 70% भनेको 2100 हुन जान्छ। र त्यसै गरी तपाईले मिड क्यापमा हाल्नुभयो र मिड क्यापले तपाईलाई रिटर्न 10.50% दिन्छ। र 10.50% किन हाले भन्नुहुन्छ भने मैले त्यो 10 वर्षको डाटा हेर्दाखेरि यति चाहिँ एभरेजमा दिइरहेको भएर मैले 10.50% हालेँ। र तपाईँले 20% चाहिँ त्यसमा हाल्नुभयो, जुन भनेको 600 रुपियाँ। र लास्ट भनेको स्मल क्यापमा 10% हाल्नुभयो र स्मल क्यापबाट तपाईँलाई इन्ट्रेस्ट रेट 17.40% दिइरहेको छ। र सेम प्रोसेस अघि जस्तो यसमा पनि अप्लाई गरौँ है त। हरेक वर्ष तपाईँले 10% आफ्नो इन्भेस्टमेन्ट अमाउन्ट चाहिँ बढाउनुहुन्छ र यो इन्भेस्टमेन्ट अनुसार आउने 10 वर्षपछि तपाईँको स्यालेरी फेरि 20,000 हुन्छ अरे, र त्यसको फेरि 30% इन्भेस्ट गर्नुहुन्छ र तपाईँले टोटल पाउनुहुन्छ 8 लाख रुपियाँ पाउनुहुन्छ र त्यसको भ्यालु आजको दिनमा जम्मा 5 लाख रुपियाँ हुन्छ। त्यसै गरी आउने 20 वर्षपछि तपाईँको स्यालेरी 35,000 हुन्छ अरे, र त्यसै गरी 35,000 को 30% इन्भेस्ट गर्नुहुन्छ, जुन भनेको 10,500 हुन जान्छ र त्यो अमाउन्ट तपाईँको 20 वर्षपछि कति हुन्छ थाहा छ? 26 लाख रुपियाँ हुन जान्छ, जसको भ्यालु आजको दिनमा 14 लाख रुपियाँ हुन्छ। र फेरि आउने 30 वर्षपछि तपाईँको स्यालेरी 1,50,000 हुन्छ अरे, र त्यसै गरी तपाईँले त्यसको 30% इन्भेस्ट गर्नुहुन्छ र आउने 30 वर्षपछि तपाईँको अमाउन्ट कति हुन्छ थाहा छ? 2,90,00,000 अलमोस्ट हुन जान्छ र त्यसको भ्यालु आजको दिनमा कति हुन्छ थाहा छ? 67 लाख रुपियाँ हुन्छ। र त्यसै गरी 40 वर्षपछि तपाईँको स्यालेरी 4 लाख रुपियाँ पुग्छ अरे, र सेम प्रोसेस त्यसको 30% इन्भेस्ट गर्नुहुन्छ, जुन भनेको 1,20,000 रुपियाँ हुन जान्छ र आउने 40 वर्षमा तपाईँको अकाउन्टमा कति हुन्छ थाहा छ? 13,50,00,000 रुपियाँ हुन जान्छ, 13,50,00,000 र त्यसको भ्यालु आजको दिनमा 1,90,00,000 अलमोस्ट हुन जान्छ। तपाईँले यसबाट देख्नुभयो तपाईँले अलिकति मात्र रिस्कलाई बढाउँदाखेरि तपाईँको रिटर्नमा कति ठुलो डिफ्रेन्स आयो भनेर। सो यसैलाई नै हामी द पावर अफ रिटर्निङ र कम्पाउन्डिङ भन्छौँ। र अब आउँछौँ हामी अप्सन 3 मा, जुन भनेको हाई रिस्क। तपाईले अप्सन बी मा के देख्नु भएको थियो भन्दाखेरि सबैभन्दा राम्रो रिटर्न हामीलाई स्मल क्याप म्युचुअल फन्डबाट आएको थियो, जुन भनेको 16% दिएको थियो हामीलाई। सो एउटा कुरा भन्न चाहन्छु भिडियो अगाडि बढाउनु भन्दा, यो स्टेप चाहिँ म रिकमेन्ड गर्दिनँ, जस्ट एउटा इन्फर्मेसनको लागि बनाएको हो। तर इफ तपाईँ 20s मा हुनुहुन्छ र रिस्क लिन चाहनुहुन्छ भने यो स्टेपलाई फलो गर्न सक्नुहुन्छ, एकदमै बुझेर म्यानेज गरेर है त। सो त्यसै गरी स्यालेरी 10,000, त्यसको 30% इन्भेस्ट, जुन भनेको 3,000 र यसमा चाहिँ के गर्ने भन्दाखेरि 70% चाहिँ स्मल क्यापमा हाल्ने, जुन भनेको 2100 रुपियाँ हुन जान्छ। त्यसै गरी 20% चाहिँ हामी मिड क्यापमा हाल्छौँ, जुन भनेको 600 रुपियाँ हुन्छ र लार्ज इन्डेक्स म्युचुअल फन्डमा चाहिँ हामी 10% हाल्छौँ जम्मा, जुन भनेको 300 रुपियाँ हुन्छ र टोटल इन्भेस्टमेन्ट 3000 भयो। र यसमा पनि सेम रुल, एभ्री इयर चाहिँ हामी 10% नै इन्क्रिज गर्छौँ आफ्नो इन्भेस्टमेन्टलाई र यसले रिटर्न कति दिन्छ हेरौँ है त। सो आउने 10 वर्षपछि तपाईँको स्यालेरी फेरि 20,000 हुन्छ अरे, र 20,000बाट फेरि 30% इन्भेस्ट गर्नुहुन्छ, जुन भनेको 600 रुपियाँ हुन जान्छ र तपाईँको अकाउन्टमा 10 वर्षपछि कति हुन्छ थाहा छ? 11 लाख रुपियाँ हुन जान्छ 10 वर्षपछि मात्र, र त्यसको भ्यालु आजको दिनमा 7 लाख रुपियाँ मानिन्छ। त्यसै गरी तपाईँको स्यालेरी आउने 20 वर्षपछि 35,000 रुपियाँ हुन्छ अरे, र फेरि तपाईँले त्यसको 30% इन्भेस्ट गर्नुहुन्छ र त्यसको भ्यालु 30 वर्षपछि कति हुन्छ थाहा छ? 60 लाख रुपियाँ हुन जान्छ क्या, 60 लाख रुपियाँ, र त्यसको भ्यालु आजको दिनमा जम्मा 22 लाख रुपियाँ मानिन्छ। र फेरि आउने 30 वर्षमा तपाईँको स्यालेरी 1,50,000 हुन्छ अरे, र सेम त्यसको 30% इन्भेस्ट गर्नुहुन्छ र आउने 30 वर्षमा तपाईँको अमाउन्ट कति हुन्छ थाहा छ? 6,36,00,000 हुन जान्छ र त्यसको भ्यालु आजको दिनमा 1,47,00,000 रुपियाँ मानिन्छ। र त्यसै गरी आउने 40 वर्षपछि तपाईँको स्यालेरी 4 लाख पुग्छ अरे, र 40 वर्षपछि सेम अघि जस्तै त्यसको 30% इन्भेस्ट गर्नुहुन्छ अरे, र आउने 40 वर्षपछि त्यो इन्भेस्ट गरेको पैसा कति पुग्छ थाहा छ? 40 करोड रुपियाँ पुग्न जान्छ, 40 करोड। 3,000बाट 40 वर्षमा 40 करोड रुपियाँ पुग्न जान्छ र त्यसको भ्यालु आजको दिनमा कति छ थाहा छ? 5,54,00,000 रुपियाँ हुन जान्छ। र अब आउने 10 वर्षपछि तपाईँले यो तीनटै अप्सनलाई कम्पेयर गर्दाखेरि तपाईँको इन्भेस्टमेन्ट जम्मा 3,000बाट कति आउने रहेछ बुझौँ है त। सो अप्सन एबाट आउँछ तपाईँको जम्मा 6 लाख रुपियाँ, त्यसै गरी अप्सन बीबाट आउँछ तपाईँको 8 लाख रुपियाँ, र तपाईँलाई अप्सन सीले कति दिन्छ थाहा छ?
11 लाख रुपियाँ दिन्छ र तपाईँले जति धेरै टाइम वेट गर्दै जानुहुन्छ त्यति नै तपाईँको पैसा बढ्दै जान्छ र यो पैसा 40 करोडसम्म पुग्न जान्छ जस्तो तपाईँ ब्याक गरेर हेर्न सक्नुहुन्छ एकचोटि। र तपाईँको स्यालेरी कम छ भनेर बसिरहनु भएको छ भने तपाईँ रङ हुनुहुन्छ। एउटा सानो अमाउन्टबाट इन्भेस्टमेन्ट सुरु गर्नुभयो भने तपाईँले एउटा राम्रो क्यापिटल गेन गर्न सक्नुहुन्छ र जति धेरै टाइम वेट गर्नुहुन्छ त्यति नै तपाईँको इन्भेस्टमेन्ट अमाउन्ट बढ्दै जान्छ। रियालिटीमा तपाईँको पैसाले भन्दा पनि तपाईँको टाइमले चाहिँ तपाईँलाई पैसा दिन्छ। र अब आउँछौँ हामी अप्सन 4 मा र यो अप्सन तपाईँको लाइफको सबैभन्दा इम्पोर्टेन्ट अप्सन हुन सक्छ। तपाईँको इन्भेस्टमेन्टको लागि, तपाईँको रिटर्नको लागि, तपाईँको लाइफको लागि सबैभन्दा बढी इम्पोर्टेन्ट भनेको यही अप्सन हुन सक्छ तपाईँको लागि। र यो अप्सनबाट तपाईँले सबैभन्दा बढी रिटर्न पाउनुहुन्छ, सबैभन्दा धेरै इन्भेस्टमेन्ट पाउनुहुन्छ, सबैभन्दा ठुलो अपर्च्युनिटी पाउनुहुन्छ। तपाईँले आफ्नो इन्कमको केही पर्सेन्ट हिस्सा एउटा स्किल सिक्नलाई, एउटा कोर्सहरू किन्नलाई अथवा इभेन्ट एटेन्ड गर्नलाई, बुकहरू किन्नलाई यस्तो कुरामा खर्च गर्नुभयो भने तपाईँले आज 10,000 कमाउँदै हुनुहुन्छ भने तपाईँले भोलिपल्ट 20,000 कमाउन सक्नुहुन्छ, 30,000, 40,000, 50,000 गरेर कमाउन सक्नुहुन्छ र तपाईँको इन्कम बढ्दै जान्छ। र तपाईँलाई म एउटा कुरा ग्यारेन्टी दिन्छु, तपाईँले यतिको रिटर्न कुनै पनि स्टकबाट पाउन सक्नुहुन्न, कुनै पनि म्युचुअल फन्डबाट पाउन सक्नुहुन्न, कुनै पनि रियल इस्टेट बिजनेसबाट पाउन सक्नुहुन्न, यस्तो कुनै कुराबाट पनि पाउन सक्नुहुन्न। सो यो पोइन्टको एट द एन्ड मोटिभ के हो भन्दाखेरि जस्ट तपाईँ आफूमा खर्च गर्नु, जस्ट इन्भेस्ट इन योर सेल्फ।